हेलो गुड मर्निङ गाइज सबैजनालाई स्वागत गर्दछु मेरो युट्युब च्यानलमा। आज भनी म आएको छु सुपा देउराली, हाम्रो अर्घाखाँचीको प्रसिद्ध मन्दिर सुपा देउरालीमा दर्शन गर्न आएको छु। आज कस्तो हुन्छ, आज यहाँको वातावरण सबै देखाउने छु म हजुरहरूलाई। एकदमै चिसो छ मौसम, यहाँनिर एकदम रमाइलो चिसो चिसो भइरहेको छ। हाम्रो गाडी चाहिँ त्यहाँनिर छ, अब हेर्न सक्नुहुन्छ। यहाँ माथि झलुङ्गे पुल छ है, माथि झलुङ्गे पुल, त्यहाँ चढेपछि पनि भिडियो बन्छ। एकछिन कुर्दै गर्नु होला। अब हाम्रो भेट हुनेछ केही बेरमा। धन्यवाद। वेलकम छ गाइस, हामी जाँदैछौँ सुपा देउराली मन्दिर दर्शन गर्न। म हजुरलाई देखाउन चाहन्छु सुपा देउराली माताको नजारा निकै नै राम्रो छ। फाइनली सुपा देउराली हामी आइसकेका छौँ। आज कस्तो छ सुपा देउरालीको माहौल, देउराली दर्शन गर्न आएका छौँ हामी। हाम्रो सुपा देउराली मन्दिर एकदमै शक्तिशाली छ। सबैको यहाँ के आशा छ भने सुपा देउरालीमा आएर जे माग्नुहुन्छ त्यही पुरा हुन्छ भन्ने आस्था छ। त्यसैले यहाँनिर धेरै भिड हुन्छ, धेरै दर्शन गर्नको लागि धेरै टाढा टाढाबाट आउने गरिन्छ। फाइनली हामी सुपा देउराली आइसकेका छौँ। आज एकदम भिड छ। निकै नै राम्रो। अब हामी यहाँ झर्छौँ, केही समयपछि यहाँको नजारा देखाउनेछु। धन्यवाद। हेलो एभ्रिवान, फाइनल्ली म चाहिँ सुपा देउराली आइपुगिसकेको छु। यहाँ हेर्न सक्नुहुन्छ हाम्रो सुपा देउराली। म सुपा देउराली मातासँग के कामना गर्दछु भन्दा, जति पनि हाम्रो नेपालमा हुनुभएका हाम्रा नेपालीहरू विदेश तथा स्वदेश जताततै रहनुहुने सम्पूर्ण हाम्रो नेपालीहरूलाई सधैँ स्वस्थ सुख राखिदिनु हुन म भगवान्सँग प्रार्थना गर्दछु। जय सुपा देउराली। एकदम राम्रो छ गाइस, यही हो हाम्रो सुपा देउराली, एकदम फेमस। हेर्न सक्नुहुन्छ, जे माग्नुहुन्छ त्यही पुरा हुन्छ हाम्रो यो सुपा देउरालीमा। एकदमै फेमस ठाउँ हो यो हाम्रो। जय सुपा देउराली। हेलो गाइस, म अब जाँदैछु नरपानी। ठ्याक्कै आएको छु म खाँची खोला। यो खाँची खोला हो, एकदमै प्रसिद्ध ठाउँ हो यहाँ खाँची। यहाँबाट अगाडि गइसकेपछि खाँची दरबार मेला लाग्छ। रमाइलो छ गाइस। नरपानी जानु भएको बाटो एकदम चिल छ। धेरै भयो, सुपा देउराली नआएको धेरै भएको थियो। रमाइलो भएको रहेछ, यहाँको माहौल एकदम राम्रो छ। आज नि छैन
देखाउँछु तपाईहरुलाई नरपानी कस्तो छ भन्ने हाम्रो अर्घाखाँचीको नरपानी कस्तो छ म हजुरलाई पुरै भ्यू देखाउँछु त्यहाँबाट सन्धि खर्क पनि देखिन्छ सन्धि खर्क देखाउने छु एकछिन वेट गर्नु होला म हजुरलाई अगाडिको भ्यू देखाउन चाहन्छु अहिले यो हो नरपानीको भ्यू नरपानीको भ्यू यो मामाहरू आउनुभएको छ जे भए पनि हाम्रो सम्मान गर्नुपर्छ हाम्रो नेपाल पुलिसलाई सम्मान गर्नुपर्छ अब चाहिँ हाम्रो देशमा पनि नीति नियमहरू राम्रो बन्छ भन्ने आशा छ किन भन्दा राम्रो पार्टीले जितेको छ यसपालि सबैले सपोर्ट गरेको छ सबैलाई परिवर्तन चाहिएको थियो अब चाहिँ केही हुन्छ भन्ने चाहिँ आशा सबैले गरेका छन् र हुनु पनि पर्छ यो हो नरपानी पिकनिक स्पोट लिएर आइसकेका छौँ हामी यो एकदम प्रसिद्ध छ यो स्थान पनि यो नरपानी पिकनिक स्पोट हो नरपानी पिकनिक स्पोट हो यो एकदम फेमस छ धेरै धेरै टाढाबाट मान्छेहरू आउनुहुन्छ यहाँ हेर्न सक्नुहुन्छ निकै राम्रो छ यो एरिया नरपानी हो नरपानी पिकनिक स्पोट अब अगाडि एकछिनपछि चौकी आउँछ नरपानी चौकी धेरै राम्रो ठाउँ छ यहाँ चौकी लिएर आएका छौँ यो नरपानी चौकी हो धेरै परिवर्तन भएको रहेछ यहाँ पार्कहरू तालको छेउमा पार्कहरू हेर्न सकिन्छ एकदमै राम्रो विकास हुँदैछ राम्रो हुँदैछ हाम्रो नेपाल अब चाहिँ सबै पोजिटिभ भएर अघि बढ्नु आवश्यक छ जे भयो अब देशमा जे भयो पुरानालाई बाई बाई गरेर अब नयाँलाई वेलकम पनि गरिसकेका छन् जनताहरूले चिनिसकेका छन् अब जे पनि हुन्छ राम्रो हुन्छ भन्ने आशा गरेको छु वाउ ठ्याक्कै काम पनि यहाँ उदाएको छ अब हामी यहाँबाट बायाँतर्फ जान्छौँ हामी दायाँतर्फ गएको वा सन्धि खर्क गइन्थ्यौँ भने अब हामी चाहिँ बायाँतर्फ लागिसकेका छौँ ठाउँ हेर्नु न गाइस ठाउँ हेर्नु न कति राम्रो छ ठाउँ हाम्रो अर्घाखाँची राम्रो छैन र भनिदिनुहोस् न राम्रो छ कि छैन भनिदिनु पर्यो संसारमा बोकी जति
ठाउँको त के कुरा गर्नु र यहाँ एकदमै राम्रो ठाउँ छ हामी यहाँको राम्रो राम्रो ठाउँहरू हेर्दा हेर्दै हामी आँखा थाक्लान् तर यो ठाउँहरू सकिँदैन गाइज यस्तो राम्रो ठाउँ छ बाट गल्ती भए तिम्रो मायाको आभार म आजसम्म बाँचिरहे क्षमा पाऊ आमा यदि मबाट गल्ती भए तिम्रो मायाको आभार म आजसम्म बाँचिरहे सिर राखी हल्लायो सुताउन रोयो फेरि भनी बिउजियो आधा रातमा हात समाई सिकायो हिँड्न दौडिन आज ठुलो भए तर सक्दिन अब हामी एकछिनमै भेट्नेछौँ तबसम्मको लागि धन्यवाद गाइस यो नरपानीको नजारा हेर्न सक्नुहुन्छ निकै नै राम्रो छ यहाँ एकदम ल एकदमै रमाइलो छ यहाँनिर हेर्न सक्नुहुन्छ नरपानी पिकनिक स्पोट यहाँ चाहिँ मान्छे चिल आउट गर्न आउँछन् के टक्क होइन जति टेन्सन भए पनि यहाँ आइसकेपछि चाहिँ माइन्ड फ्रेस हुन्छ होइन गाइस यस्तो राम्रो ठाउँ छ हाम्रो अर्घाखाँचीको नरपानी पिकनिक स्पोट हो यो सबैजनालाई समय मिलाएर यहाँ घुम्न आउनु होला भन्न चाहन्छु म यही भ्लगद्वारा अब हामी केही दिनपछि भेट हुनेछौँ त्यति दिनसम्मको लागि धन्यवाद फाइनली गाइस नरपानी पिकनिक स्पोटमा आइसकेको छु म अब यहाँको माहौल एकदम राम्रो छ गाइस हेर्न सक्नुहुन्छ यस्तो छ यहाँ एकदमै राम्रो यस्तो छ अब त जानुपर्छ गाइस भित्र गएपछि म माहौल देखाउँछु पिकनिक स्पोटको माहौल एकदम रमाइलो छ यहाँ गाइस नाचगान भइरहेछ यहाँ हाँस्दिनँ भन्दा नि हाँस्न मन लाग्यो मलाई यहाँ अगाडि एकदम रमाइलो रहेछ कि गाइस हेर्नु न यहाँ नाचगान भइरहेको क्या हेलो एभ्रिवान अब चाहिँ हामी नरपानीबाट निस्किनु पर्छ जस्तो छ सुब्बादेउराली दर्शन पनि गरियो अनि यो पिकनिक स्पोट घुमेर अब चाहिँ कपिलवस्तु प्रस्थान गर्नुपर्छ जस्तो छ कपिलवस्तु जानुभन्दा पहिला चाहिँ हजुरहरूलाई यो नरपानीको नजारा देखाउन चाहन्छु हेर्नुहोस् कस्तो राम्रो प्राकृतिक गड गिफ्टेड एकदमै राम्रो छ एकचोटि समय मिलाएर घुम्न आउनै पर्छ त्यही हो अब चाहिँ राम्रो विकास हुन्छ जस्तो छ यो देशमा राम्रो मान्छेहरू आएको छ राम्रो राम्रो क्यान्डिडेटहरू अगाडि बढेको छ देश अनुसारको क्यान्डिडेटहरू पनि आएको छ अब यो देशलाई सदुपयोग गर्नुपर्छ यहाँ भएको प्राकृतिक स्रोतदेखि लिएर हरेक कुराहरूलाई युटिलाइज गरेर हाम्रो देशलाई एउटा राम्रो देश नेपाल आफैमा राम्रो देश हो लाई राम्रो विकास गर्नेछ भन्ने आशा राखेको छु अब चाहिँ बिदावारी हुन चाहन्छु फेरि अर्को ब्लगमा भेट्नेछौँ त्यति जेलसम्मको लागि आफ्नो ख्याल गर्नु होला सबैले स्वस्थ रहनु मस्त रहनु त्यति जेलको लागि म छुट्न चाहन्छु बाई बाई
म चाहिँ अब पुगिसकेको छु हाम्रो यो सुपदौरालीबाट देखिने सबैभन्दा यहाँ अल्को झन्डे पुल हो यो हाम्रो एरियाको चाहिँ यो ठुलो पुल हो सबैभन्दा एकदमै रमाइलो छ गाइस यहाँनिर त चिलमा हावा चलिरहेको छ यहाँ हेर्न सक्नुहुन्छ सुपदौराली मन्दिर यहाँबाट देखिन्छ त्यता पनि कस्तो रमाइलो छ रमाइलो छ गाइस रमाइलो छ यहाँनिर चिल छ जिन्दगी गाइस रमाइलो ठाउँ छ यहाँ तपाईँहरू एकचोटि घुम्न आउनुपर्छ यो सुपदौराली आएर दर्शन गरिसकेपछि यो झलुमे पुल चढ्न चाहिँ नबिर्सिनु है त्यति दिनसम्मको लागि अब हामी छुट्टिन्छौँ